सुदनको अबको मिसन भनेको चाहिँ हर्कलाई मिलाउने हो यही टिम। हजुर, हर्क साम्पाङ अब मेबी अब मेरो साथ मिल्नु चाहनुहुन्छ भने हामी त फोन गरिरहेको छौँ होइन, प्रयास जारी छ हाम्रो होइन। यसले सबै होमिएर सबैजना नेपालीहरू मिलेर सबैजना राम्रो नेताहरू मिलेर होइन, विपक्षी दलको पनि भने पार्टीका नेताहरू पनि सबैजना मिलेर होइन देश बनाऊँ न अनि एकचोटि त देश बनाऊँ। हर्कजीसँग तपाईँले संवाद बढाउनुहुन्छ कि के हो? होइन, अब प्रयासमा छौँ हजुर, हामी ट्राई गरिरहेको छौँ है। हामी कोहीसँग गठबन्धन गाँठो बन्धन कि गाँठे बन्धन गर्नेवाला छैनौँ है। त्यस्ता फटाहरू जो फटाहरूले गरिब दुखीको दैनिक बचत राखेको पनि बचत हिँडामिना गरेर 5 करोड कति तपाईँको धरती दिएर निस्किएको छ है। आफ्नै तपाईँको सहकर्मी पत्रकारको हत्या भयो अरे भन्ने कुरा पनि आयो पहिला, त्यसको पनि कहाँ टुङ्गो टुङ्गो छैन। आफ्नै ड्राइभर पनि खोइ कहाँबाट झरेर मर्यो अरे भन्छ, त्यसको पनि कुरा निकाल्दैन है। जेएनजी आन्दोलनमा जेलबाट आफै कुद्दै आउँछ है, अनि किन निस्केको भन्दाखेरि मन्त्रालयबाट निस्की भन्ने कागज आयो अरे भन्छ। फेरि मन्त्रालय चाहिँ जलेर खरानी भइरहेछ, को थियो त्यहाँ पनि, अनि फेरि आफै कुद्दै भित्र बस्छ। त्यस्तो मान्छे है एकजना गाँठो बन्धन गर्ने भित्र, अर्को गाँठो बन्धन गर्ने कस्तो भन्दाखेरि है ल है चेन्जी हो आऊ है भन्ने, अनि तपाईँको टाई सुटमा बिचार के अरे स्कुलको ड्रेसमा केटाकेटी झोला बोकेर आन्दोलनमा जाने, टाउकोमा गोली हानेर उसको साथीले गिदी बोकिन्छ बिचरा बाउलाई हिँड्छ है। आन्दोलनलाई उठाइ चाहिँ दिने आगो सल्काउने पुरै जलिसकेपछि लुकेर खाटमुनि बस्ने, कति महिना बसेर अहिले चाहिँ आएर प्रधानमन्त्री हुने अरे। गाँठो बन्धन भन्यो एकचोटि, गाँठो बन्धन भन्यो नि, गाँठो बन्धन भन्यो। साँचो कुरा त बोल्न सक्नु पर्यो नि है। अच्छा मलाई है आफ्नो श्रीमतीले प्रहरीले रोक्दाखेरि सिंहदरबार जलाइदिन्छु भनेर गथे, बाछा त खतरा भनेको चाहिँ गर्ने नै रहेछ। आछामा लाग्छ भनौँ न, है सबै तपाईँको देश जलाएर आफ्नो लुकी राख्ने। जेएनजीको अन्त्येष्टिमासम्म घाइतेलाई भेट्न त गएन, जेएनजीको अन्त्येष्टिमासम्म यसो 1 मिनट पनि आफ्नो अनुहार नदेखाउने मान्छे प्रधानमन्त्री बन्ने, अरे फेरि फेसबुकमा बन्ने, कति चाहिँ हाँस्नु है। अर्को छ फेरि एमसीसी को दलाल है। एमसीसी को दलाल, उसलाई मैले प्रश्न सोधेको उत्तर दिँदैन। उज्यालो पार्टी भनेर खोलेको 1 महिना पनि चलन नसकेर फेरि उता पहिला गएछ रिसाएर। यतातिर साथीहरू पूर्वतिरका साथीहरू अब तपाईँहरूको त्यतातिर हुँदैन, यता आउनुहोस्।